Hello, welcome back again another vlog guys. नमस्ते साथीहरु, वेलकम छ सबैलाई फेरि मेरो अर्को भ्लगमा। तपाईहरुलाई के कस्तो रमाइलो छ जिन्दगी, त्यो परदेशीको जिन्दगी रमाइलो मान्नुपर्ने बाध्यता छ। अनि तपाईहरुको हालखबर के छ सुनाउनुस्। तपाईहरु सबै सन्चै हुनुहुन्छ होला म पूर्ण आशा गर्दछु। साथीहरु आउनुस्, आज चाहिँ हामी यहाँ सानो जहाँ हामी यो बिल्डिङ माथि छौं, हामी 4 तलाको बिल्डिङ माथि छौं। त्यो बिल्डिङको माथिबाट चाहिँ मैले यो जति हामी बस्छौं नि त्यो वरपरको सिमहरुलाई कैद गर्नलाई गइराखेको छु। लगभग तपाईको यहाँ 6 बजेर लगभग 40 मिनेट हुन लागिसक्यो। 40 समथिङ 6:40 भइसक्यो। त्यही भएर अब हेरौँ कस्तो हुन्छ। यो साँझको डुब्न लागेको घाम र अलिकति राति भइसकेपछि त्यसको सिमहरु मैले कैद गर्ने विचार गरिराखेको छु र हामी बसेको वरपरको सिमहरुलाई तपाईहरुमाझ पस्काउन म कोसिस गरिरहेको छु, जमाको गरिरहेको छु। र मसँग एकजना साथी पनि हुनुहुन्छ, हरि बहादुर सर। उहाँ पनि मेरो साथी र मैले उहाँलाई पनि यो मेरो उसमा मसँगै कैद गर्ने जमाको गरिरहेका छौँ। हामी दुईजना भएर यहाँ सानो भ्लग गरिरहेका छौँ। र यो चाहिँ हाम्रो जति हामी बसेको छडको माथिको माथि तलाबाट खिच्यो भने तपाईहरुको लगभग धेरै सहरहरु देख्छ, त्यति धेरै अल्गो त छैन, तर अरु बिल्डिङहरु चाहिँ अल्गो बिल्डिङहरु चाहिँ राम्रै देख्नुहुन्छ। त्यही भएर मैले चाहिँ यो उ चाहिँ खिच्न गइराखेको छु साथीहरु। एकैछिन धैर्य गर्नुस्, म तपाईहरुमाझ यो सबै सिन लिएर आउने जमर्को गरिराखेको छु। पूर्व पश्चिम उत्तर दक्षिण हैन, हामीले चाहिँ नेपालीमा राम्रै हुन्छ कि पूर्व कस्तो छ, पश्चिम कतातिर छ हैन, कस्तोतिर रहेछ त्यो चाहिँ एरियाहरु म तपाईहरुमाझ लिएर आउनेछु र आउनेछु, पस्काउँदैछु। एकैछिन पर्खिनु होला है त। साथी हरि हुनुहुन्छ यहाँ। नमस्कार। हरि सरले चाहिँ यहाँ मेरो उसको बारेमा सबै उहाँले चाहिँ बोलिदिनुहुन्छ र हामीले चाहिँ यहाँ मैले सरलाई भनेको छु कि यो पूर्व पश्चिम उत्तर दक्षिणको भागहरू चाहिँ तपाईँ देखाउनु है भनेर उहाँले देखाउनुहुन्छ। चाहिँ अब होइन किरण चाहिँ चलिरहेको छ मेरो मुहारमा ठ्याक्कै अब पछाडिपट्टि अब सिधैमा यसो हेर्दा यो पूर्व हो, अनि यो पश्चिम, तपाईँको यो यतापट्टि यो उत्तर, अनि यतापट्टि चाहिँ दक्षिण। पूर्व पश्चिम उत्तर अनि दक्षिण यो यताको दिशा चाहिँ मैले हजुरहरूलाई जनाएँ। त्यसो भए यस्तो गरौँ, धन्यवाद सर त्यसको लागि। पूर्व र पश्चिम पनि तपाईँ जानकारी गरेर दिनुभयो। सिमहरु लिएर आउँछु है त। अनि तपाईहरुको लागि विशेष गरेर तपाईहरुको लागि हो है त। यो तपाईको चाहिँ पश्चिमको लगभग यो भाग पश्चिमतिरको पर्छ। हामीले काम गर्नेतिर कुनै त्यतैतिर पर्यो साथीहरु। यो चाहिँ लगभग अब घाम डुब्ने बेला भएको छ, घामको टुल देखिरहेको छ हेर्नुस् त। ठ्याक्क त्यो ठुलो बिल्डिङको उसमा देखाएको छ, त्यो बिल्डिङ चाहिँ क्लियर देखाएको छैन अहिले। यो बिल्डिङ पनि म तपाईहरुलाई साँझको जब साँझ हुन्छ त्यो पाखाको सिममा तपाईहरुलाई चाहिँ सबै उ गर्छु, लिएर आउनेछु। र यतातिर हेर्नुस्, यो चाहिँ ठुलो चाहिँ खाडी हो। यो खाडी ठाउँमा चाहिँ पुरै जग्गा खाली छ, यसमा पुरै जग्गा खाली छ। र यतातिर आएर तपाईको चाहिँ मस्जिद, यहाँ चाहिँ मस्जिद छ, एकदमै राम्रो देखिरहेको छ मस्जिद। अब अनि पछि तपाईको लाइट साइडमा भएको बेलामा जे राम्रो देख्छ। यतातिर मस्जिद हेर्नुहोस् र यतातिर फेरि पश्चिमतिरको सिन चाहिँ म अझै तपाईहरुमा चाहिँ ल्याउनेछु है त। तपाईँले यो झुरी भएको भए चाहिँ यतातिर चाहिँ तपाईँको डाँडामा सबै पहाड पनि देख्छ। यसको सिधा हेर्नु त, त्यतातिर तपाईँहरू ख्याल गर्नु भने डाँडा देख्छ। डाँडामा केही पनि छैन, त्यही ढुङ्गा र माटो मात्र छ। यो सहरतिर हामी बसेर हुन्छौँ है साथीहरू। भनेपछि चाहिँ हामी यताबाट होइन, हामी चाहिँ यदि अर्को साथीतिर गएर काम गर्नुपर्ने हुन्छ। यो चाहिँ यस्तो छ साथीहरू। यो चाहिँ उत्तरको भागतिर है साथीहरू। यो यतातिर चाहिँ तपाईँको यो पुरै बजार छ, सिटी छ, ठुलो मार्केट छ। यो तल अलिकति यसमा तल देख्नु भएको चाहिँ हाम्रै छर हो, हामी बसेको बिल्डिङको छर हो। हाम्रो भन्दा पनि हामी बसेको छरको बिल्डिङ हो। र तपाईँको यतातिर अर्को होटल पनि छ यतातिर, वो पनि होटलै हो, यहाँ लोकल होटल हो, तर राम्रै चल्छ जहाँसम्म लाग्छ। साथीहरु यता चाहिँ एउटा होटल छ,
यो होटलको नाम पनि तपाईँहरू पढ्न सक्नुहुन्छ। यो लोकल होटल हो, तर पनि जस राम्रै चल्छ यो होटल पनि, जहाँसम्म लाग्छ है त्यो हाम्रो पनि त्यति थाहा त छैन। देख्नुभएको छ टेबलहरू देख्नुभएको छ नि, यो चाहिँ हाम्रै स्टाफको, यो हामीसँग काम गर्ने साथी अथवा यो होटलको स्टाफको साथीहरूको कपडाहरू लुगासुगा सुकाएको छन्। अनि टेबलहरू राखिदिएका छन् त्यहाँ बस्नलाई, हावा खानलाई, घाम ताप्नलाई, त्यसरी राखिदिएको छ है साथीहरू। यो भागतिर त्यसरी छ हाम्रो चाहिँ, यो अलि माथि ताला भएको भएर चाहिँ तलको ताला पनि देखिएको छ साथीहरू। है साथीहरू यो चाहिँ दक्षिण साइडतिरको, यतातिर चाहिँ तन्न गाडी हिँडिरहेको छ। यो मेन रोडै हो, यसमा चाहिँ हामी चाहिँ काम गर्ने त्यो भागतिर हो। गाडीहरू मजाले हिँडिरहेको छ साथीहरू। र अब चाहिँ मैले तपाईँहरूलाई म पनि अब लगभग यो उसमा चाहिँ म तपाईँसँगै आउँदैछु। हेरौँ फेरि पनि ल हरि सर, फेरि धेरै धन्यवाद। तपाईँले यसको लागि चाहिँ यो भ्लगको लागि सहयोग गरिदिनु भयो है। अब धेरै धेरै धन्यवाद। हाम्रो हरि सरले चाहिँ मलाई यस्तो चिजमा धेरै साथ दिनुहुन्छ, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। सबैलाई चाहिएको चिज हो नि त, साथ दिएर सबैलाई चाहिएको हुन्छ, दिनु परिहाल्यो। एकदमै एकदम सर, त्यसको लागि धेरै थ्याङ्कफुल सर तपाईँ मार्फत है, तपाईँबाट एकदमै म खुसी छु। हेरौँ अब कस्तो हुन्छ यो भ्लग, साथीहरूले कतिको मन पराइदिनुहुन्छ। साथीहरू सकेसम्म तपाईँहरूले हाम्रो भ्लगलाई, मेरो भ्लगलाई विशेष गरी माया गर्नुहोस्। तपाईँहरू बिना हामी अधुरा छौँ। हामीले कोसिस मात्र, सानो कोसिस मात्र गरेका छौँ। हेर्नुहोस् यही गरेर सर तपाईँहरूले पनि माया गरिदिनु होला र मलाई धेरै टाइममा हरेक चिजमा चाहिँ साथ दिनुहुन्छ हरिजीले, र उहाँलाई पनि धेरै धेरै धन्यवाद। र फेरि पनि तपाईँहरूमा अब मैले थोरै यो नाइट भिजनमा त पनि यो एरियाको सबै अब घाम बिग्रिसकेपछि, घाम बिग्रिसकेको लाग्छ, घाम बिग्रिसकेपछि सबै लाइटहरू बल्छ, त्यतिखेर झकमक्क हुन्छ। एकदम हेर्दा पनि अलिकति अर्कै रमाइलो अथवा अर्कै दुनियाँ जस्तो लाग्छ कि त्यो रातिमा त्यो सबै आफ्नो गाउँठाउँमा त्यस्तो नभएर पनि होला होइन, त्यही भएर राम्रो लाग्छ। हेरौँ ल हरि सर तपाईँबाट केही जाओस्। अब हामीले अब दृश्य लिउने भनेको अब प्राकृतिक सुन्दरतालाई चाहिँ हामीले अब एक्सप्लोर गर्ने हाम्रो चाहिँ प्रयास त्यही हो। जे छ हामीले त्यही हो देखाउने, अरू गर्ने कुरा त अब केही पनि खास छैन। अब नेचुरली जे भइरहेछ त्यही हामी चाहिँ त्यसैमा खुसी छौँ। ल त त्यसो भए हस् त सर, आजलाई चाहिँ बिदामा। एकदम एकदम नमस्ते साथीहरू। ल मेरो पनि नमस्ते सबैजना। धन्यवाद, थ्याङ्क यू सो मच।